हेर्नु प्रकृतिले सबै थोक देखाएकै म पछाडि भएको यो केरा अब भइसकेको छ होइन। अब बुटा नपाके पनि यसलाई काटेर लगेर पकाइन्छ। माटोबाट आयो नि त होइन, जो चिज पनि अब यो छ हो होइन, सबैलाई हुन्छ एउटा थाहा, तर गहिराइ सोच्दैन कि मान्छेले होइन। यो बारेमा सोच्ने मान्छे यसैमा अलिकति गहिराइ जान्छ क्या। सबै थोक देखायो नि नेचरले, प्रकृतिले होइन। प्रकृति कृषि प्रेमीहरू हुनुपर्छ होइन, हाम्रो छन् उब्जाउ गरेर होइन। भोलि बिहान केही यताउता भयो भने पनि हरेक ठाउँमा प्रकृति प्रेमी चाहिँ हुनुपर्छ एउटा स्वतःमा होइन। त्यसो हुनाले चाहिँ ब्युटिफुल छ 4 बजेको। गौतम बुद्धले नि भन्नुहुन्छ कि प्रकृति पूजा गरेर होइन। एउटा प्रकृतिले नै पुजे हो कि मान्छेले, हरेक मान्छे पहिलो भनेको प्रकृति नै हो क्या। प्रकृति बुझाइ र उसको चाहिँ अनि त्यहाँभन्दा माथि चाहिँ बल्ल जाने हो कि। पहिलो स्टेप भनेको जागरुकता, अनि प्रकृति नेचर होइन। यसैमा जो हो मान्छे एउटा सन्यासी पनि तपाईँको बिलिभ त्यो हुँदाखेरि, ध्यानी हुँदाखेरि चाहिँ प्रकृति प्रेमी हुन्छ कि ऊ एउटा हृदयमा होइन। उसको नजर फेरिरहेको हुन्छ, उसले हेर्ने नजरिया र हामीले हेर्ने नजरिया भिन्नता हुन्छ एउटा होइन। त्यो नजर फेरिने हो न, त्यो बुद्धले भन्नुहुन्छ नजर फेरिने हो, अरू शरीर त होइन, शरीर फेरिने कुरो भएन, एउटा नजरै त फेरिने हो। त्यही नजारा खोज्नलाई चाहिँ टाइम लाग्दो रहेछ होइन। भित्र जानुपर्ने रहेछ, गर्नुपर्ने रहेछ। पोचीसम्म जाँदाखेरि हामीले पनि भित्री त्यो पोचीलाई सम्झिँदा पनि अहिले जवानी सम्झिँदाखेरि त यस्तो भन्ने हुन्छ होला होइन। तर एउटा छेड त आउने हो नि त भोलि त होइन। एउटा त मृत्युको छेड त आउने हो नि त। त्योसम्म पनि हामी पुगिने हो, यो शरीर त्यहाँसम्म पनि पुग्ने हो अलिकति होइन। अहिले पो जवानी छ होइन, अहिले त जे गरे नि हुन्छ, शरीर एकदम फिट छ। भोलि बिहान त सबै चिजबाट गुज्रिने हो नि त एउटा शरीर होइन। एन हो नि त शरीरको त। त्यो हुनाले चाहिँ खोज्न चाहिँ जरुरी छ क्या। थोरै हुन्छ यस्तो हुन्छ, यसमा चाहिँ चिन्तन चाहिँ गर्नुपर्छ। जस्तै अब अहिले कुरा भइरह्यो नेचरको बारेमा होइन, प्रकृतिको बारेमा, बुद्धको बारेमा। जस्तै खोज्नु चाहिँ पर्छ कि छ नि त होइन। भोलि बिहान हामीलाई चाहिँ सबै थोक पाएर केही नपाए चाहिँ हुन भन्दाखेरि त त्यो सत्यलाई खोजेको भन्ने त होला नि त भोलि त आफ्नो होइन एउटा भित्री। त्यो हुनाले चाहिँ परिवर्तन हुन्छ होला। अब स्टेप बाई स्टेप चढ्नु पर्यो। म पनि यो बारेमा पहिला खासै यस्तो थिएन कि यताउता नि, तर पहिल्यैबाट चाहिँ यसमा चाहिँ जागरुकता कि अलिकति। अरू चिजमा भन्दा नि यस्तो चिजमा अलिकति फोकस होइन, हरेक चिजमा। अनि पछि हल्का नेचर। मलाई त यति पनि थाहा थिएन कि बुद्ध पनि अझै पनि हुनुहुन्छ होला भन्ने कि सानोमा क्या यस्तो कि होइन। ओहो यस्तो ज्ञानी होइन, यस्तो हुनुहुन्छ भन्ने लाग्थ्यो कि फोटोमा हेर्दाखेरि के। अनि पछि चाहिँ बल्ल बुद्धको बारेमा होइन, यताको बारेमा बल्ल चाहिँ एउटा के रहेछ भन्ने चाहिँ जान्नलाई चाहिँ त्यसको चाहिँ रस पऱ्यो कि, पढ्दै गयो कि। जता हेरे पनि होइन त्यही होइन। त्यो सानैबाट थियो कि एउटा प्रभाव परेको थियो कि ममा चाहिँ। अनि नेचर प्रेमी भइयो होइन। यस्तै गरेर पहिला त यस्तो छँदै थिएन अब मनमा, यो के हो यो कस्तो भन्ने। हल्का प्रभाव पार्दै गयो आफैमा होइन, प्रभाव हुँदो रहेछ। नेचरसित एक्लै बस्नु होइन रमाइलो हो क्या, रमाइलो छ क्या। एक्लै बस्न पनि सकिन्छ होइन, तर नबसेको पनि होइन नि त मान्छे एक्लै होइन। जो एक्लै बस्छ होइन, त्यो भनेको एउटा अब केही छैन कि उसको अगाडि पछाडि। नाइन मान्छे दुईवटा भए पनि बोलेको छ, केही न केही बकवास त कुरै नगर्ने कुरा पनि भनेको छ होइन। एउटा न एउटा कुराबाट गिद्धे गरेको छ। त्यसो हुनाले चाहिँ त्यस्तो हुन्छ यो नेचर भनेको। यस्तो हेर्नु अब केरा काट्ने हो, टक्क लिएर जाने हो
नेचरसित यसलाई राखिदिनुपर्छ, पाक्छ, खाइन्छ होइन। यस्तै छ, रमाइलो छ, आनन्द छ नेचर दिएको छ नेचरले। हामीले त के दिन सक्यो र? एउटा ठाडो बुटोले दिन्छ केही नभनिकन, मानवले एउटा केही दिन पनि सोच्छ तर उसले चाहिँ दिइरहेको छ होइन। धेरै अनमोल छ नि